हजुरलाई नमस्कार। म ज्ञानेन्द्र उङ्गाली मानिन्जा गाउँपालिकाको अध्यक्ष ओखलढुङ्गाबाट। म विशेष गरेर यो मानिन्जा गाउँपालिका अध्यक्ष भइसकेपछि स्थानीय स्रोत साधनको उपयोग कसरी गर्न सकिन्छ भन्ने हिसाबले त्यस्ता ठाउँहरूको खोजी गर्ने क्रममा आज ललितपुर जिल्लाको यो चाहिँ उत्तमी घरमा यहाँ आइपुगेको छु। नेपालमा उत्पादन भएको धातु कलाबाट निर्माण गरेका सामग्रीहरूको सम्पूर्ण वस्तु यहाँ भेटियो र मेरो आफ्नो गाउँपालिकाभित्रका आम चाहिँ उद्यमीहरूलाई पनि यो चाहिँ उद्यमी घरसँग कसरी जोड्ने र त्यहाँ स्थानीय उत्पादनहरूलाई बजारीकरण गर्न सहज होस् र त्यसपछि आर्थिक रूपले समृद्धि निर्माण गर्नको लागि सहयोग पुग्नेछ भन्ने हिसाबले पनि म यहाँ विशेष गरी यहाँ सोच्दै गुगलबाट खोज्दै यो उद्यमी घरमा आइपुगेको छु। म अब लगत्तै फर्केबित्तै मानिन्जा गाउँपालिकाभित्रका आम उद्यमीहरूलाई यो उद्यमी घरसँग जोड्ने र उहाँको सिप क्षमता अभिवृद्धि गर्नको लागि पनि प्रतिबद्ध व्यक्त गर्न चाहन्छु। धन्यवाद।